हेलो साथीहरु, साथै आजको नयाँ भिडियोमा साथीहरु आज म फेरि तपाईहरुको लागि लिएर आइसकेको छु मलेसियाबाट आएको एउटा नयाँ डिमान्डको भिडियो। साथीहरु तपाई मलेसिया जान सोचिराख्नु भएको छ र राम्रो डिमान्डको खोजीमा हुनुहुन्छ भने यस भिडियोलाई सुरुदेखि अन्तसम्म हेर्नुहोस् र यस डिमान्डको बारेमा बुझ्न सक्नुहुन्छ। यस भिडियो अन्तर्गत म यो बताउन गइरहेको छु कि यो कुन डिमान्ड हो, कुन कम्पनीको लागि आएको छ, कुन कम्पनीबाट आएको छ, कहाँबाट आएको छ, के कामको लागि आएको छ, कति स्यालेरी हुन्छ, कहिले इन्टरभ्यु हुन्छ, जस्ता विभिन्न इन्फर्मेसनहरु म तपाईहरुले यस भिडियोमा दिनेछु र आशा छ भिडियो तपाईहरुले धेरै नै हेल्पफुल हुन्छ। हो भने प्लिज भिडियोलाई लाइक गरिदिनु होला र यस च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला अर्को डिमान्डको भिडियो पाउनको लागि। सो लेट्स स्टार्ट द भिडियो साथीहरु। सो सबभन्दा पहिला गएर यस कम्पनीको लट कोडको बारेमा 298081 यसको लट नम्बर रहेको छ, जुन चाहिँ रहेको छ एउटा डाइनामिक गार्ड फोर्स एसडीएन बीएसडी डाइनामिक गार्ड फोर्स एसडीएन बीएसडी यो रहेको छ, जुन चाहिँ मलेसियाको चलनमा रहेको छ। साथीहरु अब यस कम्पनीको नाममै रहेको छ गार्ड फोर्स, यानी कि यो जुन डिमान्ड रहेको छ सेक्रेटरी गार्डको लागि रहेको छ र यसमा तपाईहरु सेक्रेटरी गार्ड एज अ सेक्रेटरी गार्ड काम गर्न सक्नुहुन्छ र तपाईहरुले यदि अहिले सेक्रेटरी गार्डमा जान मन छ भने यस भिडियोलाई पनि हेर्न सक्नुहुन्छ, नभए त क्विक गरिदिदा नि भयो। तर अहिले चाहिँ धेरै जस्तो डिमान्ड भनेको यो सेक्रेटरी गार्डमै आउँछ भने नभए प्लान्टेसन वर्करमा आउँछ। पहिला जस्तो फ्याक्ट्री वर्कर, इलेक्ट्रोनिक्स कम्पनी जस्ता विभिन्न कुनै पनि डिमान्डहरु आइरहेको छैन नेपालमा, त्यही भएर तपाईहरु यो सेक्रेटरी गार्ड पनि राम्रै नै छ। सो साथीहरु यो त भयो कि यो मलेसिया कम्पनी रहेको छ र यसबाट नै नेपालीहरुको लागि डिमान्ड आएको रहेको छ। यसको अलावा तपाईहरुलाई यसमा कति जना मागिएको रहेको छ भने यसमा मागिएको छ 100 जना र 55 जना अहिले रिमेनिङ कोटा हो। यो अनलाइन भएको रे यसमा देखाइरहेको छ कि कति जनाको कोटा रहेको छ, तर यसमा 100 जना मागेको छ, अहिले 55 जना धेरै नै हुने रहेछ। त्यसपछि तपाईहरुको स्यालेरी भनेको छ 1500 रिङ रेट नै हुन्छ, जुन चाहिँ मलेसिया सरकारले तोकिएको रहेको छ। अब त 1700 रिङ रेट भए पनि अहिले 1500 नै यो देखाइरहेको छ। यो उनीहरुको पर्सनली र यो अफिसियली अनाउन्समेन्ट हो, त्यही भएर तपाईहरुले मेन पावरमा जानुभयो भने त्यहाँ तपाईहरुलाई सायद डिटेलमा कुरा भन्न सकिन्छ। यो त एउटा एडभर्टाइजमेन्ट हो। त्यसपछि तपाईहरुलाई चाहिँ यसमा कम्पनीले दिने भनेको खाने सुविधा दिँदैन, त्यो तपाईहरुले आफै किनेर खानुपर्छ, तर त्यसमा बस्ने सुविधा चाहिँ कम्पनीले नै दिन्छ र यसमा डेली 8 घण्टा काम गर्नुपर्छ र हप्ताको 6 दिन मात्र काम गर्नुपर्छ। यसको अलावा तपाईहरुले काम गर्नुभयो भने त्यहाँ ओभरटाइम हुन्छ र यो ओभरटाइम तपाईहरुले जोडेर पैसा आउँछ, जुन चाहिँ कति हुन्छ त्यो म भन्न सक्दिन, तर ओभरटाइम हुन पनि सक्छ। यसको अलावा तपाईहरुलाई चाहिँ यसमा कारावधि भनेको चाहिँ 2 वर्ष रहेको छ, यानी कि तपाईहरु एकचोटी जानुभयो भने यसमा 2 वर्ष काम गर्न सक्नुहुन्छ लगातार र त्यसपछि तपाईले कम्पनीको काम राम्रो लाग्यो या कम्पनीलाई तपाईको काम राम्रो लाग्यो भने तपाई त्यसमा थप्न सक्नु पनि हुनुहुन्छ। यसपछि तपाईहरुलाई चाहिँ अब जानै मन छ र काम गर्नै मन छ भने यसमा तपाईहरुले एउटा सानो इन्टरभ्यु दिनुपर्छ र यो इन्टरभ्यु कहिले हुन्छ भन्दाखेरि यो इन्टरभ्यु हुन्छ 3 को महिना 23 तारिख 2025 मा। 3 को महिना 23 तारिख 2025 मा यो इन्टरभ्यु हुन्छ र यो मेन पावरको कार्यालयमा नै हुन्छ र यो मेन पावर कुन हो भन्दाखेरि यो मेन पावरको नाम रहेको छ तपाईहरुको लागि रसुवा ओभरसीज प्राइभेट लिमिटेड। रसुवा ओभरसीज प्राइभेट लिमिटेड यो मेन पावरको नाम रहेको छ, जुन एयरपोर्ट गेट निर काठमाडौँमा रहेको छ र यसमा तपाईहरुले पनि गएर बुझ्न सक्नुहुन्छ यस डिमान्डको बारेमा फुल्ली डिटेल र यसमा तपाईहरुले फोन गरेर पनि सोध्न सक्नुहुन्छ, जसको यहाँ नम्बर दिएको रहेको छ सुवर्ण लामा र देवेन्द्र के भन्ने किसिको नम्बर यहाँ रहेको छ। यसमा तपाईहरुले फोन गरेर बुझ्न सक्नुहुन्छ या फेरि यहाँ मेन पावरकै स्टुडियो नम्बर पनि दिएको रहेको छ, यसमा पनि तपाईहरुले फोन गरेर बुझ्न सक्नुहुन्छ यस डिमान्डको बारेमा। साथसाथ यो जुन डिमान्ड थियो यो आएको थियो तपाईहरुले एउटा न्यूज पेपरमा र यो न्यूज पेपरको नाम के हो भन्दाखेरि न्यूज पेपरको नाम रहेछ मध्याह्न नेशनल डेली। मध्याह्न नेशनल डेलीमा आएको थियो र यो पब्लिश भएको छ 3 को महिना 11 तारिख 2025 मा र यहीबाट मैले पनि लिएको छु र तपाईहरुले पनि गएर हेर्न सक्नुहुन्छ या फेरि तपाईहरुले फोन गरेर यस डिमान्डको बारेमा यस मेन पावरमा यो नम्बरमा फोन गरेर बुझ्न सक्नुहुन्छ। सो साथीहरु यदि तपाईहरुले मलेसिया जान मन छ र यो डिमान्ड राम्रो लागेको छ भने यसमा फोन गरेर सक्नुहोस् र भिडियो यदि राम्रो लाग्छ भने प्लिज भिडियोलाई लाइक गरिदिनुहोस् र यस्तै भिडियोहरु पाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिराख्नुहोस्। तपाईसँग बाइ बाइ, टेक केयर एन्ड सी यु नेक्स्ट भिडियो साथीहरु।